बल्ल हाम्रो बहिनी सरुना पनि आएको छ हाम्रो घर हेर्नु हामी शान्तिलाई पनि भेट्नु र आज खुसी लाग्यो वेलकम पानीघट्टा सरुना बहिनी र कस्तो लाग्यो त पानीघट्टा बजार पानीघट्टा यो चाहिँ पानीघट्टा हाई स्कुलको नानीहरू खेल्ने फुटबल प्लेग्राउन्ड हो र यहाँ बिसाउनीहरू पनि बनाएको छ चौतारीहरू पनि बनाएको छ डिपार्टको जङ्गल हो यो ल यो रोड देख्नुहुँदैछ यो एउटा रोडबाट कलै जाँदाखेरि चाहिँ पानीघट्टाको राम्रो बडाकोठी जाने बाटो हो र यो तेर्सो बाटो जाँदा नयाँ लाइन जब यो कलै प्यारापेट छ योबाट जाँदाखेरि चाहिँ बडाकोठी पुगिन्छ यहाँबाट 3 किलोमिटर टाढो छ घुम्दै टर्निङ हुँदै त्यो पानी देख्नु भएको चाहिँ पानीको प्लम्बरको अफिस हुन्छ यताबाट जाँदा चाहिँ बडाकोठी जाने बाटो र त्यो टिकको सालको रुखहरू जङ्गलहरू क्या त्यो पारी देखेको त्यो जङ्गलतिर चाहिँ बेला बेलामा हात्तीहरू आउँछ यो पारी जुन चाहिँ प्रोजेक्ट देख्नुहुँदैछ पाइपहरू फिजाएको हो त्यो चाहिँ पानीको पाइप गाउँमा सप्लाई गर्ने हो र यो अहिले नजारा देख्नुहुँदैछ यो बडाकोठी यो चाहिँ हो त्यो पारी देखेको चाहिँ पानीको ठुलो ट्याङ्की बनाउँदैछ पानीघट्टा बजार शान्ति पनि भिडियो बनाउँदा आउँदैछ गाउँमा बाड्ने अब त्यो पारी देखेको